ए भए पनि अमेरिकन सिटिजन यो आनको नेपाली छ है मन बल्ल पर निर्भयमा कुनी जालैमा अमेरिकन सिटिजन यो आनको नेपाली छ है मन बल्ल पर निर्भयमा कुनी जालैमा। अब हामीले खुसी मान्नुपर्छ एउटा अमेरिकन सिटिजन भएर नेपाली मन छ भन्दा। मलाई जवाफ दिनु नसक्ने होइन, मलाई जवाफ दिन आइरहेको छ है। भन्न सक्थेँ मैले हे नलाउ फुर्ती त्यस्तो गफ छाडी यो नेपाली ठिटोको अगाडि बल्ल पर्यो निर्माया माकुरी जालैमा। तर म भन्दिनँ, यो मैले मनमा मात्रै भनेको है। अब हामी नेपालीहरू भएर सात समुद्र पारी बिरानो ठाउँमा छौँ र उहाँ अमेरिकन भएर हाम्रो त्यस्तो विकट देशमा गएर हाम्रो राष्ट्रलाई योगदान दिने काम, जुन एउटा लोक दोहोरी क्षेत्रलाई अगाडि बढाउनको लागि, र उहाँको आफ्नो करियर त्यही क्षेत्रमा नै बनाउँदै हुनुहुन्छ र उहाँले पिएचडी गर्दै हुनुहुन्छ लोक दोहोरी गीतमा। त्यसैले दर्शक महानुभावहरू उहाँको लागि एकचोटि जोरदार ताली दिउँ। नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूलाई। राजेश दाइले भन्नुभयो म दोहोरी गीतमा पिएचडी गर्दैछु, त्यो त एक हिसाबले साँच्चै हो। तर मलाई के भन्न चाहन्छु, म दोहोरी गीतको बारेमा पिएचडी गर्दैछु। म प्रोफेसनल गायिका होइन, अनि म अमेरिकन नेपाली भए पनि मेरो मातृभाषा नेपाली होइन। मेरो आजको गीत प्रोफेसनल स्तरीय नभए पनि स्वीकार्नुहोला। ट्र्याक प्लिज। धन्यवाद। अलिकति ताली बजाउँ है दर्शक महानुभावहरू। हे 14 अञ्चल लालुमै 75 जिल्ला बाधौ राम्रो मायाको 4 किल्ला छम्म 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 ए छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ 14 अञ्चल लालुमै 75 जिल्ला बाधौ राम्रो मायाको 4 किल्ला छम्म 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 ए छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ। गर्ने लालुमै रिसैले मर्दछ ईश्वर दाइले हुनु चाहिँ पर्दछ छम्म 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 ए छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ रिस गर्ने लालुमै रिसैले मर्दछ ईश्वर दाइले हुनु चाहिँ पर्दछ छम्म 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 ए छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ। लालुमा मेरो
छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ